बाबा हामी कता गएको? अहिले हामी गम्टुमा दुम्सी डाँडामा हाम्रो भाइ उज्जवलको ससुरालीमा भिजिटिङ गर्नु, बहिनी रोदाको घरमा, बहिनी रोदाको बाबाको घरमा हामी भिजिटिङ गर्नु जानेछ। आज उता दिउँसो सेवा गरेर हामी सायद 1 घन्टा जस्तो सेवा गरेर फेरि नानीको बर्थडे पनि सेलिब्रेसन गर्नु छ। त्यो सकेर आउने हामी अहिले यात्रामा जाँदै गरेको। अहिले हामी निस्किँदैछौँ। अहिले एडब्ल्युबीको बाटोमा हिँडिरहेको छु। मैले अब जाँदैछु। अगाडिपट्टि कान्छा भाइको गाडी छ, बिचमा मेरो गाडी छ र पछाडि खाइला भाइको गाडी छ। हामी यसरी हिँडेर गइरहेको छौँ। कहाँ गएको तिमी? मलाई खोइ चल्दैछु। र सम्हालेर राख्ने ल। आज नानीको बर्थडे मनाउनुको निम्ति हामी गइरहेछौँ। आउँछ हामी प्रार्थना गर्छौँ। आस्ना इनान होइन, त्यसले त्यो पानीमा बेम नहुँदो रहेछ नि त। त्यसलाई छड्के लानुपर्छ नि त बालुवामा। सिधा लग्यो भने त खतालिहाल्छ।